नमस्ते तपाईहरु सबैजनालाई स्वागत छ यो मेरो फर्स्ट भ्लगमै। मैले चाहिँ धेरै दिनदेखि भिडियो बनाउने भनेर एकदम सोच लिइरहेको थियो तर बनाइरहेको चाहिँ थिइनँ। सो फाइनली आज मैले भिडियो बनाउन सुरु गरिसकेँ हैन। त्योभन्दा सुरुमा म तपाईहरुलाई मेरो परिचय दिन चाहन्छु। मेरो नाम चाहिँ प्रबल तामाङ हो। मेरो घरमा चाहिँ गाउँघरमा चाहिँ सुन्दर तामाङ भनेर चिनिन्छ हैन। चिनिन्छ बोलाइन्छ सबैजनाले। अनि मेरो गाउँ चाहिँ दार्खादिन धादिङ हो। अनि सुरुमा तपाईहरुलाई म मेरो घर देखाउँछु अनि मेरो गाउँ देखाउँछु है त। ल तपाईहरुले मेरो घर देख्न सक्नुहुन्छ। त्यो चाहिँ मेरो घर हो हैन। अनि त्यो फुपूको अनि भाउजूहरुको। अनि यता चाहिँ हाम्रो गाउँघर हैन। आजभोलि एकदम हरियाली राम्रो देखिरहेछ। अनि आज चाहिँ झन् मौसम नि अलि राम्रो भइरहेछ हैन। पानी पर्ला पर्ला जस्तो भइरहेछ। म चाहिँ अहिले चाहिँ एकदम सही तरिकाले भेडाको घरमाथि छतमाथि बसेर भिडियो बनाइरहेको छु। अनि म भिडियो बनाउने क्रममा अनि तपाईहरुलाई मेरो गाउँहरू पनि देखाउन चाहन्छु हैन। ल मेरो गाउँहरू चाहिँ यस्तो हो। आजभोलि एकदम हरियाली भइरहेछ। ल यता चाहिँ मेरो साथीहरुको घर छ हैन। साथीहरु अनि आन्टीहरु पनि छ। सबैजना हाम्रो गाउँलेहरुको गाउँहरु यस्तो छ हैन। अनि हामी पढ्ने स्कुल चाहिँ त्यो हो। ठ्याक्कै डाँडामा छ। सबै ठाउँबाट देखिन्छ हाम्रो स्कुल चाहिँ। त्यो स्कुलको नाम चाहिँ श्री विचत सेकेन्डरी स्कुल है। अनि त्यो स्कुलमा चाहिँ धेरै गाउँको नानी बाबुहरु पढ्न आउँछ। कुरी अख्तिली क्युङहरुको पढ्न आउँछ। अनि मैले नि त्यही हो 10 सकेको। अनि अहिले चाहिँ 11 12 नि खुलिसकेछ त्यो स्कुलमा। ल मेरो गाउँ चाहिँ घर चाहिँ यस्तो छ हैन। तपाईहरुलाई कस्तो लाग्छ भनिदिनु होला। अनि आज चाहिँ मेरो एकदम भोइस नि अलि क्यारक्यार भइरहेछ हैन। टन्सिल भइरहेछ मेरो घाँटी। अनि त्यही भएर म अलि सन्चो नि छैन। सो आजदेखि भिडियो बनाउँछु। भोलि बनाउँछु भन्दा भन्दै धेरै टाइम गइसक्यो। त्यही भएर मैले आजै सुरु गरे हो। आज झन् मौसम नि राम्रो छैन। कालो बादल लागिरहेछ यता। घामहरु नि डुब्न लागिरहेछ। अहिले चाहिँ 4:30 भइसक्यो होला। त्यही भएर मैले आज चाहिँ आफ्नो गाउँ देखाउँछु अनि गाउँघरको सिनहरु देखाउँछु भनेर तपाईहरुलाई म भिडियोद्वारा तपाईहरुलाई देखाउन चाहन्छु हैन। देखाउन चाहन्छु भने तपाईहरुलाई अघि नै देखाइसके। अनि तपाईहरुलाई के कस्तो लाग्छ मेरो गाउँ घर तपाईहरुलाई मन पर्यो भने लाइक कमेन्ट शेयर गरिदिनु होला। साथै तपाईहरुले भिडियोहरु मन पर्यो भने सब्स्क्राइब पनि गरिदिनु होला। ल आजको भिडियो यति नै है। धन्यवाद सबैजनालाई।